जसले मेरो भिडियो हेर्दै हुनुहुन्छ सबैजनालाई नमस्कार अनि टास्तिले भन्न चाहन्छु। म कुङ्गो शेर्पा 16 दुधकुण्डा नगरपालिका 10 लुम्साको स्वर्गीय जाङबो शेर्पाजुको चाहिँ आज लम्जु अर्थात् 1 वर्षको पुण्यतिथि परेको छ र त्यो पुण्यतिथिको अवसरमा चाहिँ कुनै ठाउँमा रहेको आश्रममा चाहिँ एक छाक भोजन दान गरिदिनुहोस् भनेर चाहिँ उहाँको प्यारो भाइ पासाङ काजी शेर्पाजुले चाहिँ म मार्फत रु 15,000 रुपियाँ सहयोग पठाइदिनु भएको छ भने त्यही सहयोग रकम लिएर चाहिँ अहिले हामी नेपाल स्नेह काखमा रहेका व्यक्तिहरूलाई यो जुन बिहानको भोजन दान गर्नुको लागि यहाँ आइपुगेको छौँ र यसरी जुन स्वर्गीय जाङबो शेर्पाको पुण्यतिथिको अवसरमा यहाँ रहेको व्यक्तिहरूलाई यति मिठो भोजन खुवाउनुको लागि सहयोग पठाइदिनु भएकोमा आदरणीय दाइ पासाङ काजी शेर्पाजुलाई हृदयदेखि एकदम धेरै धन्यवाद भन्न चाहन्छु म उहाँको सम्पूर्ण परिवारलाई। र त्यसै गरी आज यहाँ रहेको व्यक्तिहरूलाई यति मिठो भोजन दान गरेको पुण्यको फलले चाहिँ स्वर्गीय जाङबो शेर्पाको चाहिँ फेरि एउटा सुख शान्ति भएको परिवारमा जुनिलिएर उहाँले पनि राम्रो पुण्य सञ्चय गर्न सकेर बुद्ध भूमि पुग्न सकोस् भनेर कामना गर्न चाहन्छु। हस्त धन्यवाद। जाङबो शेर्पाजुको पुण्यतिथि हुँदा उहाँको दिवंगत आत्माको शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्दछौँ। उहाँको आत्माले भन्दा नि माथि ईश्वरको धाममा बास पाइयोस्। असल प्रीति भएर उहाँको सम्पूर्ण परिवारलाई आशीर्वाद दिनुहोस्। आज हामीहरूलाई पवित्र सेवा गर्नु भएकोमा पासाङ काजी शेर्पा सरलाई धेरै आशिष मिलोस्। साथै यहाँसम्म आफ्नो पाउकष्ट गरी पवित्र भोजन ग्रहण गर्न दिनु भएकोमा कुङ्गा शेर्पा सर र जाङबो शेर्पा म्यामलाई धेरै धन्यवाद। सम्पूर्णलाई श्री पशुपतिनाथले सधैँ रक्षा गरून्। धन्यवाद।